केटा फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ हामी फेरि पनि राइड जान आँटेको केटा हो। अस्तिको चोटि चाहिँ दाइहरूसँग फ्रेन्डली टाइपको खोला गएको थियो राइड। अनि आज चाहिँ केटाहरूसँग फुल्ली राइड छ केटा हो। अनि आजको रुट चाहिँ नयाँ खालको जङ्गल टाइपको हेर्दै जाउँ कस्तो हुन्छ। अनि सरस र म चाहिँ यहाँ रेडी भइसकेको छ। ओ किटु यो चाहिँ मुला मोबाइलमा ध्यान दिएर बसिरहेको। आज चाहिँ यसलाई लिएर जाने हो क्या अरे। आज चाहिँ बबालाई राइड हान्नुपर्छ भनेर सोचिरहेको छु। अनि के हुन्छ है दादा। अनि आज चाहिँ अर्को कुरा चाहिँ के छ भने केटा हो, आज चाहिँ गोप्रोबाट सर्ट आउँछ त्यो केटा हो, मिठो सर्ट आउँछ है। दादाले यहाँ गोप्रो पनि लिइसकेको छ, त्यही केटा हो। सब्सक्राइब भन्नु पर्यो तेरो त्यो अस्ति मैले के अरे ट्याग गरेको थिएँ त तेरो अर्कै च्यानलमा ट्याग गरेको क्या त्यो अस्तिको भिडियो हाल्दा। सरोज राई मात्रै छ अहिले। त्यही त भने यसको चाहिँ सरोज राई छ केटा। अनि यस्तो पनि मैले योभन्दा अगाडिको भिडियो बेला ट्याग गरेको थिएँ क्या। लास्ट टाइम यो घर फर्किने बेला लडाएको नि त, त्यहाँनिर गएको थिएँ। तर त्यसको आइडी चाहिँ त्यो पुरानो आइडी रहेछ कि मलाई चाहिँ त्यस्तो लागिरह ल केटा। अनि अब चाहिँ अब के गर्ने भन्दाखेरि अब चाहिँ ट्याक्कै यहाँबाट पेट्रोल पम्प गरेर पेट्रोल हालेर त्यसपछि चाहिँ सिधै चल्दैछ। किनकि अहिले आजको वेदर चाहिँ पुरै एकदम लौडो जस्तो पानी पर्न आँटेको छ। ए पानी आउन आँटेको छ धन्दै पर्दै यार मान्छे गाह्रो बकेडा। आज पानीले चाहिँ उपर ल्याङ हान्छ जस्तो छ। त्यही हो अब यहाँबाट चल्दैछ। अनि अरू सर चाहिँ अब गोप्रोबाट आउँछ केटाको सही हो। ल केटा पेट्रोल पम्पमा आइपुग्यो के अरे भनेको पहिला हामी त त्यसपछि चाहिँ चलिसक्यो त्यो केटा। अरू बेला त पेट्रोलमा पुरै मान्छे हुन्छ यार। आज कोही पनि रहेन छ हेर्नु। आज के मङ्गलबारको दिन सुनसान हो खातबारी। ओ माछो बबाल गाडी दिन्छ यार यहाँ पर। त्यो चाहिँ खातबारीको हाम्रो मेन पेट्रोल पम्प भयो क्या अरे। त कति हाल्ने भयो के अरे त कति हाल्ने पेट्रोल? कतिको चाहिँ पुग्छ म चाहिँ 500 हाल्नु 500 हाल्नु 500 500 तँ पैसा छ म भेट्छ छैन त बाबु। ल केटा मैले 500 रुपियाँको मस्त पेट्रोल हाल्यो है। अनि 500 रुपियाँको धान्छ भन्ने कुरा छ। प्लस मसँग अगाडि नै हालेको हल्का थियो त्यही हो। अनि आज चाहिँ मिठो राइड हान्नुपर्ने छ यार। अनि फुल एक्सट्रिम है केटा बाटो चाहिँ। मतलब त्यो बाटो चाहिँ मेबी मलाई लाग्यो अनुसार अहिलेसम्म कोही पनि हिँडेन क्या त्यस्तो खालको हो कि। बाइकहरूको त के कुराहरू छ मान्छे पनि खासै हिँड्दैन क्या त्यो बाटो। हेरौँ कस्तो छ है मलाई पनि थाहा होइन। तर लाग्यो अनुसार बाटो चाहिँ छ तर हिँड्नु चाहिँ कोही हिँडेन जस्तो लागिरहेको छ। त्यो यार केटा हो। अनि म चाहिँ अर्को लौडो कुरा चाहिँ पानी नपर्दैछ माथिको खोल वेदर त्यो लौडो जस्तो भइसकेको छ केटा अहिले नै। कहाँ पुगेपछि पानी चाहिँ पर्नु चाहिँ पर्छ भने मलाई थाहा भयो केटा डेन्जरै पर्छ है। माथिको अहिले टप चुइरहेको क्या मलाई पुरै फिल भइरहेको क्या केटा हो। ओ मा काट गाह्रो छ यार। ओहो यहाँ नमुनाहरू पो भेट्यो त हौ। ओके त समाधार छु धरु ल केटाहरू भेटिदिएर यार। हिँडेको राइड हिँडेको कता गएको ल इन्जोय ल केटा चल्दैछ यहाँबाट केटाहरू रहेछ है। साथी भेटेको रहेछ केटाहरू। अनि त्यो अर्को साथी चाहिँ त्यो मोटो चाहिँ मेरै साथी भयो क्या अरे। अनि अस्ति त्यो भ्लगमा पनि दिइसकेको छ नि त होइन भिडियोमा। अनि अर्को चाहिँ हाम्रो काठमाडौँबाट आएको पहिला पुरानो साथी हो क्या केटा हो। अनि उसँग भेटेको होला अहिले। ए हो काठमाडौँबाट अस्ति भएर आएको नि अनि उनीहरू भेट्दैछ। खोइ यार भान्जा यतैतिर छु भने चाहिँ कतानिर छ यार अब। ल केटाहरू भान्जा हिरो पनि आइसकिसक्छ हो भान्जा। ल केटा मुझे जाम भयो मुझे अब यहाँबाट चल्दैछ यार। भाइ यहाँ त माथिल्लोबाट हिँड्दै यता माथिल्लोबाट एउटा यता साइडले भर्खर गाडीहरू आउँदैछ। अहिले फेरि खातबारीमा नि ओपर धेरै जाम हुन थालेछ क्या केटा हो। देखेन हौ आम्म। ल केटाहरू चल्दैछ सरसँग पनि चल्दैछ। ल केटा अब सबैजना केटाहरू चाहिँ अगाडि गइसकेको छ। अनि म मात्र हो क्या केटा हो लास्ट चाहिँ नि। अनि केटाहरू चाहिँ दुईजना जति होला हौ। तल पार्वती दिदीको निर बसिरहेको छ भने यस्तो कुरा आइरहेको छ क्या अरे। अब गऱ्यो के छ
त्यसको अनि म चाहिँ जितको भाइमा यहाँ पुरै हिँड्नु पर्यो भने क्या यहाँ पुगेर तर आज केटाहरू पनि भएर अब घरि केटाहरूले केही पऱ्यो भने बोलाउन सक्छ नि त होइन अनि त्यतिखेर नसुन्नु सक्छ क्या केटा हो त्यही भएर मैले एयरपोर्ट चाहिँ ल्याएको छैन क्या अरे अहिले तलतिर गएर मैले दोष चलाउने लाउँछु भान्जाहरू त भान्जा त ओभर बिस्तारै कुदाउँछ मैले त्यहीँ रहेछ यार भान्जा त ऊ भोलि राइड म चाहिँ छुटिन्छ क्या अनि आकाशहरू यहाँ छु भनेको थियो क्या अरे तर मैले एउटा नि यहाँ मैले केही देखिनँ सुन्नुहोस् लगेर यार एकछिन बाइक ग्यारेजमा छिराउनु पर्ने थियो यार मैले कस्तो बिर्सेछ क्या माथिको हल्का पहाडीको ब्रेक टाइट टाइट भइरहेको थियो जस्तो लागिरहेको थियो अनि प्लस अर्को चाहिँ यतापट्टिको लेगाड पनि अलिक कस्नु पऱ्यो भनिरहेको थिएँ भरे के भएर मिस्टेकली लडिहाल्यो भने गाह्रो हुन्छ नि त होइन त्यही भएर चाहिँ बाँड्नु पऱ्यो भने चाहिँ तर माथि केटाहरूले गरेर मैले त्यो कुरा नै बिर्सेछु क्या माथि मैले अनि त्यो केटा मैले अब यहाँ अलिकति तल मुनिनिरबाट यता छिर्ने लेफ्ट साइड छिर्ने 0 पोइन्ट छ उहाँनिर त्यहाँदेखि यता लेफ्ट साइड छिर्नुपर्छ केटा हो त्यही मेरो ब्रेक टाइट भइरहेको यार फक भइहाल्यो नि यार भरे कहाँ गएर फेरि रन्डी लमु लौडीको के भएको लु यहीँ लडिदिएर म यस्तो भइरहेको क्या केटा मैले गाडी के भयो ननिक्लेको के भएको यार केटा हो दसैँ लागेको हो क्या यार नर्मल म चाहिँ टर्निङ हिँडिरहेको थिएँ टर्निङ गाडिरहेको थिएँ लडिदिरहेको के भएको यार केटा हो राइड स्टार भएन मैले दखा लाग्छ भने यार छ्या फिलिङ साइड हानिदिइहाल्यो नि यार त्यो अर्को लगेर अनि अर्को कुरा चाहिँ मैले आज केटाहरू मैले 4-5जना भन्ने कुरामा 4-5जना बाइक हुने कुरामा आज केटाहरू कता मरौँ र यार त्यही यार केटाहरू मैले राइड जाने बेला चाहिँ कोही हुँदैन मैले केटाहरू मैले क्याफेतिर जानु पऱ्यो यहाँ जानु पऱ्यो भने चाहिँ आइपुगिहाल्छ क्या फेरि केटाहरू बोलाउनु बित्तिकै एकैछिनमा नि राइड जाउँ यताउति जाउँ भन्नु त केटाहरू ल त भन्छ तर टाइम आइदिँदैन क्या अनि हेर्दा केटा टाइममा आइदिँदैन भन्दा हुँदै अहिले 2 बजिसक्यो नि त तर भर्खर म त हामी जाँदैछौँ छिट्टै चाहिँ म यहाँबाट लगेको अनि अर्को छिट्टै सरो रप एक्लै त्यो पनि म जस्तै आज एक्लै खास गरी आज सबैजना एक्लै जाने भनेको थियो तर विवेकलाई पनि घरमा बस्नु उरा लाग्यो अरे भान्दा चाहिँ प्रपरली अहिले कुदाउनु पनि सक्दैन नि त त्यस्तो हामी जस्तो भन्दा नि जस्ट बिस्तारै बिस्तारै अहिले भर्खर बाइक किनेको सिक्दै पनि छ अनि कुदाउँदै पनि छ क्या केटा हो भर्खरै अनि अलिक बिस्तारै कुदाउँछ त्यो दुईजनालाई सँगै राखिदिएको अनि सरोज र म चाहिँ अलिकति राम्रै राइड हान्नु भनेको थियो तर मैले अहिले घरमा त्यो फोकटमा लडेँ क्या केटा हो माथि ओभर ल्यान्ड लाग्यो यार टट लगेर मैले अलिक यस्तोमा चाहिँ हो क्या केटा हो केटा जानु बुझेन हौ यस्तोमा चाहिँ जान्छ केटा हो नानी केटाहरूको ल केटा हो त्यस्तै हो कुरा अनि त्यस्तो तलतिर गएर भेट्छु यार केटा हो यो बिचमा चाहिँ म खासै भ्लग गर्दिनँ होला अस्ति भर्खर के भन्छ यो त्यो हामी खोला गएको नि यही बाटो है केटा हो ल केटा हो अहिले चाहिँ हामी ट्याक्क तल रातमाडेको अन्तिम के भन्छ गुरुङ कि मगर गाउँ भन्छ मगर गाउँ नि राइड के अरे अनि यहाँदेखि उता चाहिँ तल त्यो अस्ति लास्ट पोइन्टसम्म कुनै नि घर छैन क्या केटा हो फुल्ली जङ्गल हो के अनि केटाहरू चाहिँ आज हामी चाहिँ यति नै हो केटा हो मसँग गरेर यति नै हामी चाहिँ आज चाहिँ अनि एउटा बाइकमा 2जना अनि अर्को बाइकमा सरोज एक्लै म एक्लै यो माथि बलै भइरहेको छ राइड चाहिँ तर म चाहिँ अघि फर्स्टमा चाहिँ म लडेको अलिक झुको केटा हो त्यही हो यार यो हजुरको बसिरहेको बाजे बसिरहेको रहेछ यार बोलाइदिएको नि यार बुझ्दा त बुढो मान्छे एक्लै बसिरहनु भयो रहेछ यो त बुढोलाई नि हल्का चलपल दिएको नि त
मिठो भएर भान्जाले नि अस्ति घरमा चाहिँ अझ मिठो कुराउनु थालिरहेको रहेछ केटा पर्फर्मेन्स राम्रै छ अस्तिको हेरेर चाहिँ अस्ति त बिस्तारी के हामी पुरै कति धेरै तल पुगिसक्दा भान्जा चाहिँ माथि नै हुन्छ क्या बुझेनौ ल तल पुगिसकेपछि भयो त्यो रुटमा चाहिँ के हुन्छ कुनै सकेसम्म भित्र म त्यो राइड चाहिँ राम्रै हान्नु भनेको भान्जा चाहिँ बिस्तारै आउँछ होला त्यही भएर पनि यसलाई लिएर हो कि किनकि दुईजना बिस्तारै आउनु सक्छ नि त त्यो बेला सिधै तल पहिरो जान्छु अनि मेन कुरा चाहिँ मैले आज खाना नि खाएन कि बिहानदेखि केही खाएको छैन अनि फेरि भोक पनि लागिरहेको छ क्या केटा हो अनि तल गएर खाना खान्छु होला ए खाना खान्छु भने सरी यार केटा हो म चाहिँ के भन्छु यार मुला म पनि पुगेको हेर नि तल गएर खाजा खान्छु भनेको खाना खान्छु भनिरहेको रहेछ त त्यो केटा तल ठ्याक्क त्यो उता बन्दुकको छिर्ने ठाउँमा चाहिँ खाजा त्यहाँ छ क्या पसल त्यहाँनिर खान्छु होला केटाहरू पनि सबै खान्छ अनि त्यति नै होला आज खाना ठाउँ छिरान्छ अनि त्यहाँबाट चाहिँ माछको डरो ल केटा हो यहाँ चाहिँ सानो भिडियो क्लिप हानेको थियौँ है हल्का सिनेमेटिक केटाहरूको राइडरहरूको हल्का देखाउनु पऱ्यो नि त रिल्सको लागि अनि अब यहाँबाट चाहिँ चल्दैछ केटा हो फिलिङ गुड ए सब राइडर छन् यता छ हाम्रो सरोज ड्राइभर यता हाम्रो के अरे कान्छा राइडर भान्जा राइडर तर उसले कान्छा राखेको छ नि त नाम उयोमा फेसबुकमा के पो राखेको छ भान्जा ए लिम्बू कान्छा है केटा हो लिम्बू कान्छा सक्दैन नि फेरि त्यसको गोल सयो ल केटा अब यहाँबाट चल्दैछ सयो त्यसको गोल सक्दैन नि फेरि दादालाई खाना क्या बुझेनौ तलनिर त्यहाँ पुगेपछि त चले नै त्यसपछि चाहिँ धुँ हुन्छ है केटा हो ओ लामो यसो ढुङ्गामा चाहिँ बाइक मुजी काँड जान्छ क्या केटा हो बाइकको न त त्यस्तो बाटो ठिकै हो यार ए सरी म चाहिँ गाडी आइरहेको रहेछ केटा हो गाडी नि कसले लिएर आएर भनेर भाइले चाहिँ चिनेको त्यसको फुल चाहिँ बिस्तारै गर्नुपर्छ क्या केटा लिमिटले केटा हो लिमिटले अब अलिकति तलनिर चाहिँ केटा खाजा खाने ठाउँ छ अनि त्यहाँदेखि चाहिँ त्यही हो अस्तिको अर्को भिडियोमा पनि देखेको छ कल्चडी भन्ने हो र होइन त्यो बुझिसक्यो होला बुझेन भनेर चाहिँ दोहोऱ्याएर हो त्यहाँबाट यता लेफ्ट साइड लिएर त्यसपछि यतानिर हो क्या यता उठो अब यहीँ मुनिनिर हो त्यसपछि चाहिँ माथिको आएको हुन्छ नि केटा हो भएर जान्छ है केटा त्यसपछि केटा चाहिँ त्यही यार केटा हो अहिले माथि हो मलाई त्यो के भन्छ ड्रिम बाइक चाहिँ सियाक्स निकाल्ने छ केटा ड्रिम भन्दा नै बस एउटा सोच भनौँ न अहिले त दाइको बाइक हो केटा मेरो होइन पर्सनल बाइक चाहिँ होइन मेरो दाइको आफ्नै दाइको त्यही भएर आफ्नै चाहिँ अब सियाक्स निकाल्ने सोचिरहेको छु केटा हो मेबी अब छिटै आउँछ होला ओ माथि हो सही हो हल्का मिठो फ्लाइट है केटा सानो अस्ति पनि यहीँ दिनु त गएको थियो नि त केटा यहाँ आइपुगिसक्यो अनि यहाँ अब आन्टीकोमा चाहिँ खाजा खाएर चल्दैछ किनभने यहाँदेखि त पसल छ जस्तो लाग्दैन मलाई खासै त्यही केटा हो हजार केटाहरू चाहिँ अहिलेसम्म आएको छैन अनि अर्को मैले लोहरू लाग्दो कुरो चाहिँ के होइन मेरो लेगाड माथि खोला अघि भर्खर झर्थ्यो क्या केटा माथि कस्नु भनेर सोचिरहेको थिएँ भन्दै थिएँ माथि उदाएर झर्थ्यो क्या फक भइरहेको केटा हो तर म अब एउटा मिठो लेगाड मगाएर लाउँछु यार आन्टी मार्तल छैन मार्तल छैन आन्टी छन्दिनँ नि माथि मेरो फलामै बाँग्यो यार यहाँ मेरो फेरि लेगाड झर्थ्यो क्या कस्तो भइरहेछ त राइट रमाइलो भइरहेछ अस्तिको भन्दा त रमाइलो भइरहेछ अस्ति चाहिँ अलि जस्ट होइन त्यस्तो भन्दा नि पहाडी मान्छे हुँदाखेरि बिस्तारै हिँडिन्छ खुल्ला हुँदा चाहिँ आफ्नै तरिकामा फिलिल हिँड्छ नि त अनि हाम्रो लिम्बू कान्छा चाहिँ भर्खर आउँदैछ केटा हो हाम्रो बन्दै गरेको राइडर हो केटा हो खातबारीको है जल्दो बल्दो युवाहरू हो त्यही हो केटा हो
ल केटाहरू चाहिँ ट्याक्कनिर त्यहाँ अलिकति माथिदेखि यहाँ मुनिर आएको केटाहरू खाजा खानु त्यहाँ खाजा खानु भनेको तर सामानै रहेन रहेछ कि खाजा खाने बनानी रहेन रहेछ अनि चाउचाउ भुटिदिने भन्दै थियो तर अन्डा रहेन रहेछ त्यही भएर यहाँनिर हो यहाँ चाहिँ खोइ कहाँनिर थाहा होइन अनि यहाँदेखि उता चाहिँ के भन्छ यो पारि स्याबुन भन्ने ठाउँ जान्छ क्या केटा बुझेनौ यो बाटो अस्ति मलाई त्यही बाटो भन्नु आइरहेको थिएन अनि त्यही अहिले चाहिँ ट्याक्क यहाँ खाजा खानु बसेको त्यसपछि खाजा खाइसकेर चाहिँ फेरि हामी यही बाटो उता फर्किन्छौँ अहिले यही बाटोबाट आएको यहाँसम्म त्यही भएर केटा हो अनि अहिलेसम्म चाहिँ सबै ठिक छ अनि त्यही हो केटा हल्का उयो भइरह त्यसलाई म त्यहाँ के मागेर अब यहीँ बनाउँछु यसलाई त्यही हो केटा यहाँबाट मिठो खाजा खाइन्छ त्यसरी चाहिँ बवाल हुन्छ त्यो केटा हो दादाहरूको आज तर आएको होइन त भान्जा कस्तो भइरहेको त एकदम बबाल जो अस्तिको भन्दा चाहिँ भान्जाले मिठो कुदाउनु थालेर चाहिँ मैले यसो विचार गरेँ कि मेरो राइड हेर्नु केटा कस्तो हुन्छ घारी मुनि छिर्छ कि बुझेनौ खाउन आउँदैन भाइ फेरि मलाई यसको चाहिँ हेर्दै गरेको केटा मेरो हेर्नुपर्छ फर्स्टमा चाहिँ होइन कस्तो हुन्छ त्यही भएर केटा हो एउटा खाजा खान्छु अनि त्यसपछि एकछिनमा आउँछु यता केटा हो सयो ल केटा हो यहाँ चाहिँ अब खाजा खाइसकेर ल चल्दैछ अब सबजना केटाहरू चाहिँ चलपल देऊ न त भान्जा मिठो चलपल हाल्नु त सक्दैन नि फेरि ल केटा अब यहाँबाट 40 म्याच त्यसपछि अब यहाँबाट चाहिँ अलिकति उतानिर अब चाहिँ फुल अपलोड छ केटा म्याच अब चाहिँ बबाल राइड हुन्छ तर मलाई त्यो ओभर गर्मी रहेछ यार मेरो जम्पर लगाएको ओभर गर्मी भइरहेको अब म नि यहाँबाट सट्ट रेडी भएर अब 40 केटा हो दादाको चाहिँ के लाउनु पर्छ क्या केटा हो बुझेनौ त्यही यार केटा केटा अब यति यहाँबाट 40 केटाहरू चाहिँ मुझे रप्पु हानेर गइसक्यो यार मुझे मेरो चाहिँ ग्लोभ्सहरू के लाउनु पर्दा धेरै टाइम लाग्छ नि त केटा हो केटाहरू त मुझे एकछिन बसेको त मुझे रप्पु हानेछ नि केटाहरू त छैन यार त्यो केटामा अब यहाँदेखि चाहिँ फुल बबाल राइड हुन्छ केटा हो है मासु केटा ल हेर त केटा पर्खेकै छैन लु यहाँबाट उधै त केटा यो माछको खोल अनि यहाँबाट उता चाहिँ अब बल राइड हुन्छ केटा हो चिकन के हो यार अस्ति आएको हामी यतैतिर हो के अरे केटाहरू त मैले सब लाग्दैछ यार एकछिन नै केटा हल्का हेलमेट बनाउनु पऱ्यो यार ल यो अब चाहिँ 40 केटा मैले भाँडा अगाडि हिँड्दा होइन छिटो चाहिँ मैले रप्पु हानेर गइसक्यो लामो जस्तो एक्कासी गोरु बिग्रियो यार केटा म चाहिँ के हो यार भिडियो गरेको 2-3 सेकेन्डमा लोडु जस्तो के देखाउँछ यार जङ्गलभित्र बसेको मान्छेको खोल हन्टेड भयो जस्तो छ मेरो केटा हो मेरो जस्तो यस्तो छ नि त होइन यस होइन यस्तो स्टार्ट गर्नु बित्तिकै हुन्छ है यो भयो भिडियो भएको होइन सेकेन्ड भयो नि अब हेरेँ आफै के हुन्छ अरे यस्तो भइदिन्छ क्या म्याच लोडु चाहिँ के भयो यार यस्तो च्या दिमाग खराब भयो भनेको यार केटाहरू मान्छे भयो केटाहरूलाई बोलाएको छ केटाहरू चाहिँ रप्पु हानेर हिँडिसकेको थियो अगाडि अनि केटाहरू आउँदैछ अब त्यो केटाहरूले देखाउँछ अनि के हुन्छ फिलिङ स्याड विथ 69 अनदर्स भयो त ला म जस्तो कस्तो सोचिरहेको थियो यार केटा के भइदियो यार केटाहरू चाहिँ यहाँबाट आउँदैछ केटा हो यतातिर त्यही यार म अलिकति यहाँ तलनिर जान्छु शीतलमा घामले परेर उडा भइरह त्यही केटा एकछिनमा के हुन्छ अब अपडेट दिन्छु नि फेरि ल केटा गोब्रोको भिडियो चाहिँ अड्केको गरौँ अनि त्यहाँ सरसले हालिरहेको छ मेमोरी झिकेर त्यसको फोनमा यहाँनिर अब यसको फोनमा त्यो भिडियो चल्यो भने चाहिँ फेरि म भिडियो बनाउँछु है चल्ने रहेछ भनेर न त बनाएको फाइदा हुन्न नि त होइन त्यही केटा अहिले चाहिँ फिल्म स्याड हानिरह यस्तो जङ्गल सुनसान है अनि यहाँ तलनिर चाहिँ खोला रहेछ कि पर देखिन नि त्यो केटा अब यहाँदेखि चाहिँ खोला पुग्छ अरे केटाहरू चाहिँ पुगिकन आएको थियो म चाहिँ गएँ होइन गोबर बिग्रेर यहीँ फिलिङ स्याड भएर बसिरहेको छु अब गोबर भिडियो चलेछ भने त्यसपछि जान्छु त्यही केटा हो ल केटा म्याच होलमेर चाहिँ गोब्रो बिग्रेर फेरि हामी चाहिँ यहीँनिर आयो केटा फर्केर अनि अब चाहिँ मेबी पक्कै पनि गोब्रो तातिएर चाहिँ भिडियो त्यस्तो भला जस्तो लाग्यो केटा अनि अब चाहिँ यहाँबाट फेरि उतै फर्किने कि हामी चाहिँ यहाँसम्म एकछिन आएको थियौँ यहाँनिर त्यहाँदेखि लगभग 5 to 6-7 लाग्ने रहेछ यहाँ आइपुग्नु फेरि त्यो फेरि अब हामी उता नै गइन्छ केटा हो हेरौँ अब गोब्रो फेरि
चल्छ कि चल्दैन चलेन भने चाहिँ केटा मोबाइलबाटै आउँछ सर्ट आज चाहिँ लोडु भयो यार म्याच यहाँबाट अरू मान्छेहरू पनि 2-3 जना जाँदा चाहिँ केटा यो बाटो चाहिँ जस आज मैले राइड चाहिँ बलै हानेको थिएँ तर भने जस्तो भएन गोप्रोले गरेर केटा हो हेर्दै चाहिँ अब के हुन्छ आइहाल्छ नि अपडेट होइन केटा अब आज भिडियो चाहिँ कस्तो पनि थाहा छैन है हल्का हल्का मात्र खिचिरहेको छ गोप्रोले पनि त्यही हो यार यहाँबाट चल्दिन्छ गोप्रो चाहिँ हल्का हल्का खिचिरहेको है तर राइड चाहिँ मोबाइल एक्सट्रिम रमाइलो भइरहेको छ अरे आज गोप्रोले गरेमा ल केटा मलाई गोप्रोले चाहिँ लौडा जस्तो धोका दियो केटा हो माछा भिडियो भएन यस्तो बवाल बाटो आउँदाखेरि माछा आज लौडु भयो केटा हो खोइ के हो यार गोप्रोमा झ्याझ्यार भयो के गरिदिनु पनि त्यही पनि भएन अब एकचोटि पर्सि देखाउनु लान्छु त्यसपछि के हुन्छ क्या अरे अनि यो सब देखाउँ भनेको थिएँ केटा हो यसको म हल्का हल्का भिडियो हो त्यसको त्यो चाहिँ हाल्छु होइन अनि पर्सि फेरि गोप्रो बनाएर फेरि यही आउँछ है त केटाहरू त्यही हो अब त्योभन्दा अरू कुनै सोल्युसनै छैन है पर्सि अब फेरि म यही रुट आउँछु केटा हो अर्कोचोटि गोप्रो बनाएर आजको लागि चाहिँ अब रुटे मात्रै हेर्नु जान्छु क्या म अब अघि हामी यो तलबाट गएको थियौँ यो चाहिँ खोलाको लागि रहेछ यहाँदेखि माथिल्लो गयो भने चाहिँ रोड भेटिने रहेछ केटा हो केटाहरू फर्ममा थियो नि यार के गर्ने म झन् फर्ममा थिएँ त्यस्तै भयो म्याच हो त्यो केटा म पछि गोप्रो बनाएर फेरि यही बाटो आउँछु केटा यही रुट त्यसपछि फेरि बबाल राइड हान्नुपर्छ केटा त्यतिखेर चाहिँ होइन आजको लागि चाहिँ म सब यो बाटो हेर्नुको लागि म जान्छु बिचतिर तिमीलाई अपडेट चाहिँ दिन्छु म फोनबाटै त्यही हो यार केटा आज लौडु भयो म्याच गाह्रो अब भयो भने गोप्रोबाट पनि गर्नु चाहिँ कोसिस गर्छु भएन भने चाहिँ यस्तै हो केटा अब फोनबाटै हो तिमीलाई यहाँ पुगे यस्तो यस्तो रहेछ भनेर त्यही हो यार केटा हो चल्दैछ यहाँबाट म्याचको गोल के अरे कस्तो अरे ल केटा हो त्यहाँदेखि चाहिँ ठ्याक्क यहाँनिर निक्लिन्छ केटा हो निक्लिँदो भन्दा नि यहाँनिर निक्लिँदो रहेछ यो चाहिँ ठ्याक्क उता 12 जाने बाटो हो केटा हो 12 हुँदै उता जाने बाटो हो केटा हो है अब गोब्रोले कहाँसम्म भिडियो कथा थाहा छैन केटा हो यस्तै छ अनि हामी चाहिँ अब उयो फेरि खाचारीपट्टि फर्केको अनि त्यहाँ तलदेखि चाहिँ यस्तो छ केटा यहाँ मिठो अरे केटा यस म त फकिङ केटा हामी चाहिँ यहाँ तल पुलनिर आयो क्या अरे अनि यहाँदेखि चाहिँ म चाहिँ अब यस्तो खोला छिरेर जाने हो क्या केटा हो बुझेनौ यहाँदेखि उता जाने बाटो छ यही रोड जाने हो क्या ए सब खोलाले बिगारेको छ क्या हो यार केटा हो गाह्रो बाटो हेर्छौँ अनि त्यसपछि जानुपर्छ यार ल केटा गोप्रोले अब भिडियो गर्नु छोड्न आँटिसक्यो केटा हो त्यही हो ल केटा सयो ल केटा हो म्याच हो टाउको खोला तारेको अनि यहाँ माथि देखाएको यहाँ माथिनिर छ क्या रोड चाहिँ अनि ठ्याक्कनिर अब बाइक चाहिँ सब रोड भत्काइसकेको रहेछ यताबाट फेका अरे त्यो रोड चाहिँ भत्केछ अनि अब सर्टोसँगले त्यहाँबाट चाहिँ तारियो अनि यहाँबाट अब यस्तो क्या यस्तो लिएर यहाँ अहिले मैले रुट हेरिसक्यो अनि यो खोला लानुपर्छ केटा उता त्यही हो माथि सोला दादाहरूले बोबाल हान्छ है त केटा हो माथि सक्दैन नि फेरि यता लैजा ल राइडर केटाहरूले यहाँ प्रोसेस चालु गर्दैछ है
केटा प्रोसेस चालु छ प्रोसेस त्यसको जुत्ता चाहिँ पुरै भिजिसक्यो ल केटा मैले सबलाई बाटो रुट चाहिँ देखाइसकेको थिएँ अनि भान्जाले चाहिँ त्यहाँ ल्याउन नसकेर सर्च गर्छ क्या त्यसले नि हेरौँ ल्याउँछ कि ल्याउँदैन यता मैले ल्याउने रुट देखाएको हो केटाहरूलाई गाह्रो केटा हो सक्छ त सक्दैन नि फेरि म दादाहरूलाई जस्तो सुकै बाटो होस् या नहोस् मैले लिएर आउँछ क्या बाइक चाहिँ बुझेनौ त्यसलाई मैले त्यही बाटो देखाएको थिएँ लिएर आउँदैछु मैले सुरुमा बाइक त लिएर आएँ गाह्रो ल केटा हो आज राइड चाहिँ एकदम एक्सट्रिम अनि बवालै भयो मैले सोचेको जस्तो चाहिँ भइरहेको तर गोप्रोले चाहिँ लौडो जस्तो धोका दियो है त्यही केटा हो अब माछिस के धुँ के हो र ल केटा अब राइड चाहिँ बवाल भइरहेको ब्रान्डै छ सबैको चप्पल म्याच के खोजेको राइड चाहिँ बवाल भइरहेको छ केटा हो होइन यस्तो यस्तो अप्ठ्यारो बाटो पनि ल्यायो मान्छे होला जस्तो रमाइलो भइरहेको छ भनौँ एकछिन चाहिँ चिलाक्स हाल्नु बसेको अब यता देखाइदियो त जुन यो बाटो देखिरहेको नि केटा हो यहाँदेखि अब सर्ट ओभर लाने हो क्या अरे त्यही हो मान्छे खासगरीको जल्दो बल्दो युवाहरू चाहिँ अब हामी नै हो है जस बल कन्टेन्ट हाल्छु केटा म बिस्तारै बिस्तारै अब पछि गोब्रो बनिएन भने म फेरि मोबाइल नै अड्याउँछु मेरो त्यहाँ होइन त्यो हो केटा अब अहिले चाहिँ यस्तै छ आज गोब्रोबाट सर्ट चाहिँ राम्रो आएन है थोरै थोरै आयो तर भने जस्तो आएन जस फुल भिडियो हान्नु पर्यो भने चाहिँ त्यस्तो भने जस्तो पाएन है सब देखाउनु पाएन नेक्स्ट विक चाहिँ म स्योर यही रुट यही बाटो आउँछु है मिठो देखाउँछु केटा हो तिमीहरूलाई होइन त्यही हो अनि अब चाहिँ यो बाटो जान्छु केटा फोन पनि ब्याट्री पनि यसरी जति भइसक्यो होला मेरो फोनको पनि अब माथि घरहरू कुनै भेट्यो भने त्यो घरमा चार्ज गर्छु एकछिन बसेर त्यही हो अनि अहिलेको लागि चाहिँ यस्तो छ केटा यो रिल्याक्स म्याच गोल घुम केटा घुम म्याचको गोल बुझेनौ एकछिन बक त्यस्तो लग न यहाँ दादाको जस्तो भइरहेको अनि त्यो यार केटा अब म्याच बिस्तारै बिस्तारै अब राम्रै भयो भने बिस्तारै बिस्तारै होइन डट बाइकहरू पनि झिक्नु पर्ने हुन्छ त्यही हो केटा अहिले त पैसा छैन यार के गर्नु गरिब मान्छे है यो नै दाइको बाइक हो पछि पर्सनल झिक्नु चाहिँ सिएक्स क्रसहरू झिक्ने सोचिरहेको छु पछि कमाउने भएपछि कमाउने भएपछि है त केटा हो बुझेनौ त्यही हो केटा हो एडभेन्चर गराओ है घुमाओ आज कतिजना केटाहरू आउने भनेको थियो मुलाहरू आएन ग्रुपमा मैले त्यत्रो दिनरात यसमा छानेको आएन होइन रक्सी नखाऊ घुमाऊ केटा हो है अब त्यही हो अब यस्तो छ फेरि केटाहरूको सबको प्रायः जस्तो इक्जाम छ अहिले 12 को 2जना त हामीसँगै छ अहिले होइन तर राइडरहरू हो यिनीहरू त राइडरहरू हो त्यही भएर राइडर भएपछि त आउनु परिहाल्यो माछी झोल त्यही भएर अहिले केटाहरू हामीसँग छ अनि हामी चाहिँ ठ्याक्क 3टा बाइकमा 4जना आएको छौँ एडभेन्चर गर्ने हो नि त केटा हो बुझेनौ रमाइलो गर्नुपर्छ यार केटा हो त्यही हो चिलाक्स भन्दा नि जस्ट ठिक्कले गर्ने घुम्नु चाहिँ पऱ्यो क्या केटा हो म यहाँबाट चल्दैछु है केटा अब यहाँ बसेँ है र फेरि राइडरहरूले प्रोसेस चालिसकेको छ होइन पका भान्जा
भन्दै लड्यो भन्छ ल केटा म्याच बल्ल बल्ल बाइक पनि निकालेको अरे अनि अब चाहिँ म आउँदिनँ है केटा किनकि 2% भयो क्या ब्याट्री अब एउटा घरहरू कता भेट्यो भने त्यहाँ चार्ज गर्छु एकछिन अनि त्यसपछि 20% जति बनाएर जान्छु केटा अब यहाँदेखि चाहिँ पर्सि अर्को भ्लगमा चाहिँ सब देख्छ होइन आजको लागि चाहिँ यति नै भयो यार गोप्रोले पनि धोका दियो है अनि प्लस के भन्छ मोबाइलको पनि ब्याट्री छैन त्यो सब केटाहरू गइसक्यो म नि चल्दैछु ल केटा यार यो बाटो चाहिँ पुरै अनएक्सपेक्टेड रहेछ यार केटा कहाँ खाल्टो छ के छ केही थाहा हुँदैन के बिस्तारै लानुपर्ने छ यार यहाँ एकछिन आएको थियो अनि यहाँ चाहिँ सरस लडेको अरे घाट्टै लडेको अब यहाँबाट चाहिँ चल्दैछ केटा त्यो गोप्रोले राम्ररी खिच्दैन केटा हो यहाँबाट उता जानुपर्छ है त केटा देखिरहेको होला नि त होइन उता है गयो म अब चल्दैछु यहाँबाट केटा ल केटा यहाँनिर आइपुग्यो केटा म चाहिँ पुगेँ मोबाइल रमाइलो भयो यहाँबाट उता ओ यो यहाँको डनहरू होला मैले रेस कुदादेखि यहाँको होला क्या केटाहरू चाहिँ हामी माथि फाइनली मेन रोडमा आइसकिसक्यौँ अनि यो चाहिँ पाङठाको हिगो हाल्ने ठाउँमा हो केटा हो यो चाहिँ हिगोकै रोड हो त्यो केटा कता कता आइपुग्यौँ ल केटा हो त्यही अब एकछिन मात्र हुन्छ अब चल्दैछ केटा माथिको ल केटा अब हामी चाहिँ ट्याक्क यहाँ यो ठाउँको नाम चाहिँ के पो भन्छ ए कल्चर बेसी आएर ट्याक खाजा खायो त्यो यहाँ आन्टीकोमा चिसो खाएर अनि अब चाहिँ चल्दैछ केटा अब घरतिर अनि आजको भिडियो चाहिँ यति नै केटा भिडियो नि लामो भयो यो चोटिको चाहिँ सयो अनि आज चाहिँ रात पनि परिसक्यो केटा अनि अरू चाहिँ ट्याक्क लाएर कतिनिर बज्यो भन्दाखेरि चाहिँ 6:30 भइसकेछ अनि अब चाहिँ घर गएर भिडियो हान्नुपर्छ किनकि छिटो अपलोड गर्नु पर्यो नि त अनि त्यही हो केटा आज चाहिँ यति नै मेबी अब यहाँ म उता भिडियो पनि गर्दिनँ होला त्यही हो यहाँ अङ्कलको बाइक बिग्रेर रहेछ क्या केटा हो उहाँ अङ्कलको चाहिँ बाइक बिग्रेर रहेछ नि सरसले चाहिँ उहाँलाई लिएर गइरहेको छ अनि अब हामी भन्छ हामी चाहिँ जानुपर्छ यहाँबाट पर्खिन केटा मेरो नि हेलमेट सेलमेट लाउनु पर्ने छ ग्लोभ्स त्यही केटा अब यहाँबाट चल्दैछ यो केटा यहाँ आन्टीको चाहिँ चल्दैछ माथिसो ल केटा हो अनि आजको लागि यति नै होला यार भिडियो